लासो फ्यापुलो सबैजनालाई र मुनसाङ भन्दै है यो अहिले इभिनिङको टाइममा मैले यो भिडियो बनाउन गइरहेको छु। भिडियो चाहिँ मेरोमा धेरै डिमान्ड आइरहेको छ हैन। यो चाहिँ घरिदेखि नै हो मलाई आफ्नो भाषा भूषालाई एकदम जोगाएर राख्नु भनेर भन्नुहुन्छ पनि हैन। अब अहिलेसम्म भनि नै राख्नु भएको छ। म त्यसमा एकदमै खुसी छु है। तपाईहरुले पनि आफ्नो कल्चर आफ्नो भाषालाई एकदम माया देखाउनु हुँदैछ किनकि मैले त्यस्तो भिडियो तपाईहरुलाई दिनु पाएको छुइनँ कि मैले तपाईहरुको लागि अब एकदम राम्रो खालके अब मेरो भाषाको भिडियोहरु हैन लिएर आएको छुइनँ। तर अब मैले जति सक्दो कोसिस गर्दैछु सानो भिडियोहरु बनाएर तपाईहरुलाई दिने अब तपाईहरुको लागि ल्याउने कोसिस गर्दैछु। तर अब कोही बेला त्यस्तै हुन्छ हैन। बोल्यो भने लामो जान्छ अन्त अब म बेसी नबोलिकिन है। अनि सबैले भन्नुहुन्छ मलाई कहाँको भनेर हैन। म चाहिँ पर्यो सिक्किमको है। मेरो भिडियो चाहिँ अब नेपाल दार्जिलिङ कालिम्पोङ सिक्किमबाट पनि हेर्नुहुन्छ कतिजनाले हैन। तामाङ जातिले अरूले पनि हेर्नुहुन्छ हैन। एकदम म खुसी लाग्छ मलाई एकदम खुसी लागिरहेको छ हैन। यसरी नै तपाईहरुले माया दिनुहोस् हैन। मैले त युट्युबमा अगाडिदेखि नै अगाडि मैले धेरै नै लाउने गर्थ्यो युट्युबमा चाहिँ अब भिडियोहरु हैन। अहिले भोलि चाहिँ म बेसी जस्तो चाहिँ म फेसबुकमा एक्टिभ हुँदैछु हैन। अनि अब ठिकै छ हैन। अन्त प्रायले भन्नुहुँदैछ कि अब भिडियोहरु बेसिक अब भिडियोहरु बनाउनु भनेर। तपाईहरुलाई चाहिँ म बेसिक भिडियो कस्तो खालके बनाएर दिन्छु भने चाहिँ नि अब फर्स्ट पर्सन सेकेन्ड पर्सन थर्ड पर्सन को अब लाइक कसरी भन्छ हैन। पहिला त त्यही हुन्छ नि त। फर्स्ट सेकेन्ड थर्ड पर्सनबाट स्टार्ट हुन्छ। एकैचोटी बेसिकबाट भन्दाखेरि तपाईहरुलाई बुझ्नु गाह्रो पर्छ हैन। सिक्नु साह्रो पर्छ। अनि बेसिक पनि त्यही हो फर्स्ट पर्सन सेकेन्ड पर्सन थर्ड पर्सन हैन। अनि त्यसरी तपाईहरुलाई म त्यो गरेर उयो गर्छु। अन्त छिटै नै यो भिडियो ल्याउने गर्छु है। अनि एउटा क्वेशन सोध्नु भएको छ रिसेन्ट मेरोमा कमेन्ट आइरहेको थियो। कस्तो हुनुहुन्छ जाति नै हुनुहुन्छ भन्दा कसरी भन्छ तामाङ भाषामा भन्नुहुँदैछ है। कस्तो हुनुहुन्छ भन्दाखेरि चाहिँ खातपा मुला अन्त जाति नै हुनुहुन्छ मतलब कि सन्चै हुनुहुन्छ भन्दाखेरि ज्यावन मुला हैन। फर्स्टमा कस्तो हुनुहुन्छ भन्दा खातपा मुला अनि सन्चै हुनुहुन्छ भन्दा ज्यावन मुला है भन्छ है। अन्त त्यसरी क्वेशन सोध्नु भएको छ कतिले हैन। अनि कहाँ जानु भएको भन्दाखेरि खाना सेवा कहाँबाट आउनु भएको भन्दा खाना ग्यामजन खाबा भन्छ है। अन्त के गर्नु भएको भन्दा टिक्लावन मुला के गर्नु भएको भन्दा टिक्लाबा के गर्नु हुँदैछ भन्दा टिक्लावन मुला हो। अब यो कुरा चाहिँ तपाईहरुलाई मैले कतिवटा कुरा चाहिँ अब भिडियोमा मैले ल्याउन सकेको छुइनँ हैन। अब मैले युट्युबमा भिडियो लगाएछ भने चाहिँ म त्यतिकै अब यस्तो र्यान्डमहरु भिडियोहरु लाउँदिन। घुमेको खाएको अरु बेला लाउने गर्छन् चाहिँ अब म तपाईहरुलाई मेरो यो च्यानलमा चाहिँ तपाईहरुलाई चाहिँ एकदम तामाङको बेसिक कुराहरुदेखि लिएर तपाईले पनि मलाई कमेन्टमा गर्नुस् कि यसलाई के भन्छ क्वेशन गर्नुस्। कति तपाईहरुलाई डाउट लागेको कुराहरु कतिहरु मिल्ला नमिल्ला हैन। अब जग्गा अनुसार भाषा अलिक भिन्दै हुन्छ हैन। तपाईले त्यसमा मलाई फेरि कतिवटा मेरो मिस्टेक हुनु पनि सक्छ। मैले भनेको कुरा सबै राइट हुन्छ भन्ने पनि छैन हैन। तपाईहरुले चाहिँ मलाई सपोर्ट गर्नुहोस्। कतिवटा कुरा मैले पनि नभनेको नजानेको कुराहरु मैले कतै मिस्टेक गर्दैछ भने तपाईले पनि मलाई त्यो उलाई करेक्सन गरिदिनुहोस् है। र भन्दै थुचेम सबैजनालाई मुनसाङ।